अब जसरी लडाईँमा जाने सिपाहीलाई एउटचोटि बिदाई गर्नुहुन्छ, जुन आँट साहस दिनुहुन्छ, त्यो आँट साहसको साथ चाहिँ नि तपाईँहरूले मलाई पठाउनु पर्यो। मेरो अनुरोध यो हो। जहाँसम्म गर्ने के हो भन्ने कुरा हुन्छ, मैले गर्ने के हो भन्दा मलाई सबै कुरा थाहा छ कि यहाँ के गर्नुपर्छ। तपाईँले सोध्ने भन्दा धेरै प्रश्न म आफैलाई सोधेको छु। यहाँ गर्नुपर्ने कुरा के हो भने मलाई सबै थाहा छ। बुढी गण्डकीदेखि लिएर सानातिना सबै कामहरू यहाँको समस्याहरू मलाई थाहा छ। त्यस कारण यो समस्या देखेर नै राजनीतिमा आएको। तपाईँले सोध्ने भन्दा धेरै प्रश्नहरू मैले पहिला नै लेखिसकेको छु कि यो राजनीतिले समाधान गर्नुपर्ने विषयहरू के हो। स्थानीय तहका विषयहरू, देशभरिका विषयहरू, भ्रष्टाचारदेखि सुशासन राम्रो बनाउनेदेखि सबै कुराहरू यावत देशकै लागि हामी राजनीतिमा आउनु पर्यो। त्यसैले प्रश्न त यहाँले सोध्ने भन्दा मैले नै प्रश्न धेरै प्रश्नहरू देखेर यो प्रश्नको उत्तर दिन सकिन्छ कि भनेर राजनीतिमा आउने नै त्यही कोसिस गर्ने हो। तपाईँहरूलाई मैले भन्ने कुरा यति हुन्छ, म एउटै परिवारको भन्दा तपाईँहरूले मलाई परिवारको सदस्यको रूपमा राजनीतिमा लैजाँदै गर्दाखेरिमा राजनीतिमा गएर मैले गर्ने कामहरूको कुरा गरेँ भने, इमान्दारीपूर्वक राजनीति गर्ने कुरा गरेँ भने, होइन, जनताको नाममा बेइमानी नगर्ने कुराहरू भयो। यो कुरा मैले तपाईँहरूसँग प्रतिबद्धता गर्ने हो। कस्तो मान्छेलाई पठाइएछ, कस्तो मान्छेलाई भोट हालिएछ, कस्तो मान्छेलाई आफ्नै भनेर पठाइएछ भन्ने कुरा तपाईँहरूको नाक चाहिँ नि कहिल्यै तल झर्न दिन्न, शिर निहुरिन दिँदिन। मैले गर्ने प्रतिबद्धता त्यति। अब काम कति गर्न सकिन्छ अर्को विषय भयो, होइन, किन एक्लै व्यक्तिले सबै चिज हुन सक्ने चिज पनि होइन। पार्टीले जित्नु पर्यो, राष्ट्रिय स्वतन्त्र पार्टीले जित्नु पर्यो। बालेनलाई प्रधानमन्त्री बनाएको छौँ। यो सरकार बन्दै गर्दाखेरिमा अहिले नै प्रधानमन्त्री घोषणा गरेर गइरहेको छौँ। त्यस कारणले राष्ट्रिय स्वतन्त्र पार्टीको आफ्नै सरकार बन्यो भने, हामीले बहुमत ल्यायौँ भने, 2/3 बहुमत ल्यायौँ भने गर्ने कामहरू फरक हुन्छ। बहुमतको मात्रै सरकार भयो भने गर्ने काम फरक हुन्छ, होइन। अब आफ्नो क्षेत्रमा मात्रै कुरा गर्दाखेरिमा राजनीति जित हार जे हुन्छ त्यो अर्को कुरा हो। तर 5 वर्ष म तपाईँहरूसँगै हुन्छु। 5 वर्ष कम्तीमा म यही काम गर्ने हो। म 8-10 वर्ष राजनीति गर्ने, त्यो अर्को कुरा। तर राजनीति चाहिँ थाहै हो नि त मेरो। 8-10 पद भने अस्थायी भयो, तर राजनीति मेरो थाहै हो। त्यस कारणले तपाईँहरूसँगै रहेर यहाँका समस्याहरू के छन्, यो समस्यालाई कसरी समाधान गर्ने, के गर्ने, मैले भने बुढी गण्डकीदेखि लिएर सबै धेरै यावत कुराहरू छन् हामीले गर्नुपर्ने कुराहरू।